फिलिपी 4 अध्यायको 2 र 3 पद। म इयोदिया र सुन्तुकेलाई प्रभुमा एउटै मनको हो भनेर आग्रहपूर्वक बिन्ती गर्दछु। विश्वासी सहकर्मी, म तिमीहरूलाई पनि अनुरोध गर्दछु कि यी स्त्रीहरूलाई मद्दत गर, किनकि यिनीहरूले मेरो साथसाथै सुसमाचारको काममा क्लेमेससँग र मेरा अरू बाँकी सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसको नाउँ जीवनको पुस्तकमा छन्। आजको प्रभुसँगको 2 मिनटमा फिलिपीको पत्र 4 अध्यायको 2 र 3 पदलाई हामीले पढेका छौँ। यहाँ इयोदिया र सुन्तुके भन्ने दुईजना स्त्रीहरूको बारेमा वर्णन गरेको छ। अब यो कुरा गर्दै गर्दा इयोदिया र सुन्तुके को हुन् भन्ने बारेमा बुझ्न जरुरत छ। इयोदिया र सुन्तुके विश्वासी स्त्रीहरू हुन्। उनीहरू समर्पित एकदमै विश्वासीहरू पनि थिइन्। प्रभुलाई माया गर्ने स्त्रीहरू पनि थिइन्। सुसमाचारको निम्ति परिश्रम गर्ने स्त्रीहरू पनि हुन्। जीवनको पुस्तकमा नाम लेखिसकेका स्त्रीहरू पनि हुन्। तर पावलले यिनीहरूलाई एउटै मनको हो भनेर आग्रहपूर्वक बिन्ती गरेको कुराले चाहिँ थाहा पाउनु पर्ने कुरा, यो दिदीबहिनीहरू एउटै सेवकाइमा गरे तापनि, प्रभुलाई माया गरे तापनि, सुसमाचारमा परिश्रम गरे तापनि, जीवनकै पुस्तकमा नाम लेखे तापनि यो दिदीबहिनीहरूको मनमा समस्या छ भन्ने कुरा यहाँबाट थाहा पाउँछौँ। इयोदिया र सुन्तुकेको मनमा समस्या कसरी थाहा पाउने त? के समस्या छ जस्तो हामीले थाहा पाउने त भन्दाखेरि, पावलले नामै लिएर एउटै मनको हो भन्नु चाहिँ साधारण सल्लाह जस्तो लाग्दैन। एउटा गम्भीर मतभेद भएको जस्तो हामी देख्छौँ। दुवैलाई एउटै मन, एउटै काम गर्ने सहकर्मी भनेर उल्लेख गर्नुले के थाहा पाउँछ भन्दाखेरि, यी दिदीबहिनीहरू सेवा एउटै ठाउँमा गर्छन्। मण्डलीमा एकै ठाउँमा सेवा गरे तापनि सम्बन्धमा भने केही समस्या देखिन्छ। मद्दत गर्न आग्रह गरिरहेका छन्। पावलले मण्डलीलाई आग्रह गरिरहेका छन्। यो आग्रहले के थाहा पाउँछ भन्दाखेरि, उनीहरू अब आफै मिल्न सक्ने अवस्थामा भने पुगेको देखिँदैन। एकदमै जटिल समस्या भएको हामी देख्न सक्छौँ। सुसमाचारमा सँगै परिश्रम गरे पनि विवाद जस्तो हामी देख्न सक्छौँ। बाहिर ठिक्क भए तापनि भित्री मनमा भने केही समस्याहरू देख्न सक्छौँ। यसबाट सिक्नुपर्ने कुरा, मण्डलीको साँचो बल सेवामा मात्रै होइन, सुसमाचारमा मात्रै पनि होइन, तर एकता र एउटै मन हो भन्ने कुरा सिक्छौँ। सम्बन्ध बिग्रिँदा सेवा फलदायी भए तापनि आत्मिक स्वास्थ्य कमजोर भएको कुरा हामी यहाँबाट सिक्दछौँ। अहङ्कार, असन्तुष्टि र गलत बुझाइले मण्डलीलाई छिन्न भिन्न पारेको जसरी नै मण्डलीमा चाहिँ हरेक व्यक्तिहरू, हरेक दिदीबहिनीहरू, प्रभुको सेवा गर्ने व्यक्तिहरू चाहिँ एउटै मनको हुन पर्छ भन्ने कुरा यो वचनबाट हामी सिक्दछौँ। आजको यो वचनखण्डबाट हामीले सिक्नुपर्ने कुरा, मण्डलीमा एउटै ठाउँमा सेवा गर्ने व्यक्तिहरू, मण्डलीमा सेवा गर्ने प्रभुका छोराछोरीहरू चाहिँ एउटै मनको भएर प्रभुको सेवा गर्नुभयो भने सेवा फलदायी हुन्छ र एउटै मनको भएर परमेश्वरको महिमा गर्नु चाहिँ असल विश्वासीको चरित्र हो भन्ने कुरा यो वचनखण्डबाट सिक्दछौँ। आजको वचनबाट यहाँहरू सबैजनालाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिउन्। गॉड ब्लेस यू।